नमस्कार। नेपालको राष्ट्रिय गान जुन व्याकुल माइलाले लेख्नु भएको हो र अम्बर गुरुङले सङ्गीत भर्नुभएको हो, 2063 साल श्रावण महिनाको 2 गति नेपालको राष्ट्रिय गान स्वीकृत भएको हो। यस सम्बन्धी नेपालको संविधान 2072 मा के व्यवस्था छ त भन्दा भाग 1 को धारा 8 मा राष्ट्रिय गानलाई चाहिँ गौरवको एउटा चिनारीको रूपमा लिएको छ। राष्ट्रिय गान गाउँदाखेरिमा व्यवस्था के छ भने सिधा उभिनुपर्छ, खुट्टाको पैताला भी सेपमा राख्नुपर्छ, यसरी कुर्कुच्चा जोडेर, हात दुवै तल झारेर सिधा उभिनुपर्छ, शिर उच्च हुनुपर्छ र राष्ट्रिय गान गाउँदाखेरिमा यसको शब्द, लय र यसको वाचन शैली चाहिँ परिवर्तन गर्न मिल्दैन। यसलाई चाहिँ ससम्मान हामीले वाचन गर्नुपर्छ, जस्तो यसको स्वीकृत प्रकृति छ त्यस्तै अनुसारले चाहिँ हामीले वाचन गर्नुपर्छ। यो चाहिँ सरकारी गैर सरकारी विद्यालय खेलकुद क्षेत्रमा चाहिँ कार्यक्रमहरू उद्घाटन गर्दा अथवा समापन गर्दाखेरि बजाउने गाउने गरिन्छ। यो चाहिँ हाम्रो देशप्रतिको सम्मानको लागि हो है। र यति भन्दै गर्दा मैले राष्ट्रिय गान गाउने क्रममा त्यहाँ एउटा मिस्टेक गरेको हो। तपाईँले जे भन्नुभएको छ त्यो सत्य हो, म स्वीकार्छु, त्यो मेरो गल्ती हो। मैले परिप्रेक्ष्य हेर्दा हरेक देशहरूको राष्ट्रिय गान वाचन शैली हेर्दाखेरिमा चाहिँ युएसए बाहेक अरू सबै देशमा हात तल झार्ने सिस्टम देखेको छु। बरु केही देशहरूमा चाहिँ अगाडि झन्डा हुनुपर्ने र झन्डा हेरेर राष्ट्रिय गान गाउने गरिन्छ भने नेपालको परिप्रेक्ष्यमा नै उस्तै हो। शिर उच्चो राखेर गाउनुपर्छ तर छातीमाथि हात राख्नुपर्छ भनेर चाहिँ भनिएको छैन। त्यो सरासर मैले गरेको चाहिँ प्र्याक्टिस चाहिँ युएसए को प्र्याक्टिस हो र यसलाई मैले आजकै मितिबाट सच्याउने भएँ। तपाईँलाई धेरै धेरै धन्यवाद, यस्तो राम्रो सुझाव दिनुभयो, कमेन्ट गर्नुभयो। यो मेरो गल्ती मैले स्वीकार्दै यसलाई म सच्याउने छु। अल ओभर वर्ल्डमा चाहिँ विशेष गरी युएसएमा देब्रे छातीमाथि यसरी हात राखेर राष्ट्रिय गान गाउने त्यहाँको अब के चलन छ होइन। त्यो बाहेक अरू सबै ठाउँमा हात तल झार्ने, खुट्टा भी सेपमा राख्ने, सम्मानपूर्वक बस्ने। र केही व्यक्तिहरू हुनुहुन्छ जो अपाङ्गता भएका हुनुहुन्छ, ज्येष्ठ नागरिक, अशक्त हुनुहुन्छ, उहाँहरूको हकमा चाहिँ उहाँहरूलाई जसरी सजिलो हुन्छ, उहाँहरूलाई जसरी पाएको पर्छ त्यसरी नै तर सम्मानजनक ढङ्गले बसेर राष्ट्रिय गान वाचन गर्ने, गाउने, बजाउने चाहिँ त्यो नियममा रहेको छ। यो कुरा मैले यहाँहरूको माझमा स्पष्ट पार्न पाउँदा मलाई खुसी लागिराखेको छ। म केही कुराहरूमा म पनि अलिकति असमञ्जसतामा थिएँ भने अझ धेरैजनाहरूलाई त्यो कुरा थाहा हुँदैन। कतिले शिर निहुर्याएर राष्ट्रिय गान गाइरहनु भएको हुन्छ भने कतिजना हात चलाउँदै हुनुहुन्छ, कतिजना मोबाइल चलाउँदै गरिरहनु भएको हुन्छ। यस्तो चाहिँ गर्न भएन। राष्ट्रिय गान जहाँ बज्छ हामी चाहिँ त्यहाँ स्थिर भएर यो नियम पालना गर्नुपर्छ र देशप्रतिको सम्मान व्यक्त गर्नको लागि है। हस्, धन्यवाद।